यो चाहिँ मेरो फर्स्ट भ्लग हो। के कस्तो हुन्छ सबैजनाले हेरिदिनु पर्ने हुन्छ। यहाँ चाहिँ यस्तो दामी गरी डेकोरेसन जस्तै यो ढाँचाहरू तानिराखेको रहेछ, त्यही भएर चाहिँ मैले यहाँबाट भ्लग स्टार्ट गरेँ है। यस्तो राम्रो लाग्यो नि मलाई। क्यान्सल पो हान्थ्यो कि क्या हो, मलाई त क्यान्सल हाल्यो भने त बितिहाल्यो नि यार। अब यहाँबाट चाहिँ यस्तो निस्किने, यता पर छ मेरो मान्छे चाहिँ। मेरो प्यासेन्जर चाहिँ यहीँ तल छु भन्दै थियो, खोइ कहाँनिर छ होला है। गाह्रो छ हौ, गाह्रो छ। मेरो प्यासेन्जर चाहिँ कहाँ छ भन्ने कुरो मलाई पनि थाहा छैन। अब यहाँबाट यस्तरी घुमाउनु पर्छ। उयो हो कि क्या हो मेरो प्यासेन्जर चाहिँ? तपाईँ हो? अँ यता तल त जान दिँदैन कि क्या हो, के भइरहेछ? हुन्छ यहाँको पुल ए हस् हुन्छ। हुन्छ कगो हस् हुन्छ। यहाँ तल बसिरहेको जस्तो छ मेरो प्यासेन्जर चाहिँ। यसो हेर्दै पनि तपाईँ हो? हुन्छ बस्नु। हुन्छ बस्नु बस्नु। यताबाट जान्छ है। भन्नु न कहाँसम्म है। हस् धन्यवाद। हस् र आउँदै मान्छेले यस्तो राम्ररी हेरिदिन्छ अनि लाज हुन्छ नि त हौ। इन्डिया त गीत आइरहेको छ, तर के गर्नु 60 र 65 70 भन्दा कुनै गतिलो आउँदैन। त्यही भएर अल्छी लागेको क्या, त्यस्तै गर्नु हुन्छ दिउँसो फेरि। के गर्नु, गाह्रो छ नि। मेरो भाइ त यहाँ पो ल्याएर रोकिरहेको रहेछ नि। अब कहाँ पो गयो भने
ल मेरो चाहिँ ट्रिप लागिसकेको छ। प्यासेन्जर चाहिँ थोरै टाढा रहेछ, 1 किलोमिटर 1100 मिटर जति प्यासेन्जर उठाउनुमा जाँदैछु। त्यही त, तर आज यस्तो हिलो रहेछ यार, यो बाटो त नआउनु पर्ने, खतम भयो यार। गाह्रो भयो नि मलाई यार। यता माथिबाट पो जान्छु भयो त। ए तेरि त लास्ट खतम बाटो छिरियो यार आज। यस्तो भयो भने त गाह्रो हुन्छ नि हौ। अर्को आउँदैछ फेरि। लास्ट नासला तपाईँ हो? हो। हो हुन्छ, बस्नु। कहाँबाट हाल्नु त्यहाँ जाने, त्यहाँबाट सट्टै। ल हुन्छ, बस्नु न गाडीसँगले। यताबाट यहाँबाट सिधै पुग्छ है? यहाँबाट सिधै पुग्छ है? हस् हुन्छ। हजुर ए हुन्छ। ल ल हस्। हजुर ए कहाँनिर ठ्याक्कै भन्नु न है। यहाँ रोक्दिन हुन्छ? हस्। कसले चाहिँ बोलेर रहेछ मलाई 145। Thank you, bye. हस्, धन्यवाद।